यो भइसकेको रहेछ। खोला नाला डाँडा काँडा। हाम्रो नेपालीबाट चाहिँ के भन्छ भन त लु अब नेपालीबाट पाउरोहरु त हुन्छ। We are here. Kimrong. Come here. Kimrong. We are here. धीरे-धीरे जाएंगे पर ABC पहुंच जाएंगे। अच्छा ठीक है। Good morning. Woke up early morning to see the view of Annapurna mountain, but the day is very cloudy today. Hope the cloud will clear and we can see the beautiful view. Oh, this is what right now the weather is, and we need to start our day 2 trek. So I don't know how it's going to be. Hoping that it won't rain, otherwise the trek will be a bit difficult. So hope it won't rain. Slowly the cloud is getting clear, but we don't know. Let's hope. रोटी मिठो छ आयो खाजा आयो। थ्यांक यू। जुन चाहिँ लाँदा पनि भइगयो। त्यो चाहिँ कसले बोक्छ? त्यो चाहिँ सलिना राई जर्जले बोक्छ। म बोक्दैन। पानी कसले बेसी खान्छ त्यसले बोक्छ। कारमा दाइले बोक्दिनुहुन्छ अरे आज चाहिँ। बहिनी बोक्दिनुहुन्छ अरे। Good morning. Good morning. Now, day 2 ट्रेक। आज हाम्रो कहाँ हो डेस्टिनेसन दाजु? आजको डेस्टिनेसन हामी सिनुवार लो सिनुवार हो। लोअर सिनुवा है। ओ दिदी हिँड्नु रेडी हो? I am all ready. निमा दाइले चाहिँ हामीलाई ठेल्नु रेडी अरे। है ल होप फर द बेस्ट। अब हिँड्नु सकिन्छ होला है बिस्तारै बिस्तारै। ओके अल द बेस्ट टु अस। आजा मैं हूँ प्यार तेरा अल्लाह इनकार तेरा। अन्नपूर्णले आजा आजा भन्दै चाहिँ अन्नपूर्णले आजा आजा भन्दै चाहिँ आज चाहिँ कता कता हो आजा हो त्यो चाहिँ थाहा छैन। दाँत चाहिँ निकै देखाउँदै हिँड्दैछ। पुग्ने चाहिँ कता कता हो नि। अहिले दाँत हिँड्नु चाहिँ कतिको घरमा चाहिँ तपाईँ यस्तो कुद्यो भने चाहिँ म भन्नुपर्छ। घरमा चाहिँ कुद्या छ त अन्त। भरे चाहिँ कर्मा दाजुलाई हेत्तेरिका कर्मा दाइ ढले सुन्दैछ कर्मा दाइ के भन्दैछ उसले? ढले ढले भन्छ अरे। म त ढले 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 भन्छु नि म। निभा दाइ बिस्तारै अहिले हाँस तोरो अहिले उका अनुहार हेर्दा मैले भने त भोलि पर्सि फर्किँदा चाहिँ गाइड रिपोर्टर पनि टिकटक फ्यान हुन्छ। टिकटक बनाइरहेको है भाइरल भइरहेको है। स्मल स्टेप्स लिनु अरे तर हिँडी चाहिँ रहनु अरे। पुरानो घामरुख सबै ट्रेडिसनल हाउसहरू बिस्तारै बिस्तारै सबै। उयो भइसकेको रहेछ सबै नयाँ नयाँ बिल्डिङ आउँदा। तर यहाँ चाहिँ पुरानो बिल्डिङहरू रहेछ पहिलाको घरहरू। ट्रेडिसनल हाउस ढुङ्गाले बनाएको नि के राम्रो अब यति राम्रो। एकदम साह्रै राम्रो। बिहान यसरी हिँड्नु पाउँदा त है
साह्रो मजा लाग्दो रहेछ एकदम गाउँको बिचबाट है पुरानो घर इट्स रियली ब्युटिफुल फिलिङ सो ह्याप्पी सो रिल्याक्स्ड रिफ्रेस्ड एकदम राम्रो छ त्यहाँ मेरो दिदी र दाइ चाहिँ अगाडिबाट मलाई यत्र खाली हेर्दै हिँड्दैछ म बेसी बोल्यो भनेर होला तर है अब यस्तो सधैँभरि आउनु पाइँदैन अब यसो उसो बोल्नु पऱ्यो नि तर म बोलेको बेलामा म नहिँडेको त छुइनँ नि हिँडिरहेको छ नि मुख पनि चलिरहेछ खुट्टा पनि चलिरहेछ मुख पनि चलेको छ खुट्टा पनि चल्दैछ तिमी चाहिँ मेरै फिल्मको हिरोइन हुने रहेछ जहिले तैँले अगाडि अगाडि उकालो र ओह्रालोमा चाहिँ लट्ठी टेक्दैन रहेछ कि तेर्सो बाटोमा चाहिँ लट्ठी टेक्दो रहेछ उकालो र ओह्रालोमा चाहिँ लट्ठी टेक्दैन रहेछ कि गिद्धे फ्यामिलीको हिरोइन मै काम गर्ने पनि मै ड्राइभर पनि मै ड्राइभर पनि मै अब त ब्याग एरेन्जमेन्ट पनि तपाईँकै भयो होइन ब्याग एरेन्जमेन्ट पनि म के सामान छोडेन होला नि दी छोड्यो भने चाहिँ फेरि छोड्यो भने त बिहान ढले 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 हुन्छ बिहान हुन्छ के रमाइलो गाउँ छ दाजु हजुर अब तपाईँ पनि टिकटकमा हजुर भाइरल हुने भयो है तपाईँ एउटा अकाउन्ट खोलिदिन्छ होला अब दिदीले यसो हेरेर चाहिँ फर्केर आउँदा चाहिँ निमा दाजु र कर्म दाजुले टिकटक बनाउनु थाल्छ त्यही त एउटा गाउँले काठमाडौँबाट आएर बनाए नाच्दै गान्तोकमा बनाइदिइहाले अब टिकटक बनाउने अन्नपूर्णबाट आउँदा चाहिँ टिकटकको एउटा नयाँ अकाउन्ट चाहिँ खोल्नु पर्ने भयो है हाम्रो फर्स्ट सस्पेन्सन ब्रिज कम्प्लिटेड हामी जाने चाहिँ त्यो हो त्यो उकालो आमा ल ठिक छ है हिँड्नु पर्यो हेर के राम्रो गाउँ अन्त कस्तो चल्दैछ बहिनी चल्दैछ हिँड्दैछ अनुहारहरू पनि जला जला जस्तो छ है छ मेरो त छ दाइ हामी राम्रो हिँड्दैछ राम्रो छ राम्रो हिँड्दैछ है स्पिड राम्रो छ यतिको राम्रो छ है स्पिड हुन्छ त्यसो भए चाहिँ आज चाहिँ राम्रो हिँड्ने भयो यतिमा चाहिँ ओह्रालोमा चाहिँ छोमरोङ 7 किलोमिटर यहाँबाट हामी त्यहाँबाट आएको होइन गान्तोक त्यही हो ठुलो गर्छ न हजुर हामी त्यहाँबाट आएको है आमा यत्रो हिँडेछ त हामी यसो त कति कति दिदी बहिनी कति नै हिँड्यो है यो त अहिले हाम्रो आधी घन्टा त हिँड्दैछु आधी घन्टा पनि पुगेको छैन है हामी 7 घन्टा हिँड्यो आमा 7 घन्टा हिँड्नुपर्छ नि ल दाइ कता अरे दाइ हामी बस्ने चाहिँ कता अरे त्यो डाँडा काटेर यो हामी यो ओह्रालो गएर यो रातो कता गएर यो उकाली चढेर हजुर गाउँ पुगेर सर र लिङ्गे पिङ हालेर जाने है
माझ हाम्रो गाउँ छ घुम्दै आउनु ए हजुर रमाइलो गाउँ छ। बिस्तारै बिस्तारै हिँड्नु भन्दैछ। उनीहरू त कुदेको कुदेको हुँदो रहेछ। उनीहरूको लागि चाहिँ त्यो बिस्तारै अरे। बिजोक हुन्छ भन्छ। पानी परो भने चाहिँ यस्तो राम्रो जग्गा अब उकालो हिँड्नुपर्ने अरे फेरि। अब चाहिँ तलको बाटो सक्यो अरे ओह्रालो डाउन हिल इज ओभर नाउ ओन्ली अपहिल। आवर टार्गेट Karma Dai said we should reach by 5 but the way we are moving now he said we'll reach at 6. We'll take small step. Now it's uphill, so we need to go very slow. Need to take really small step now. ABC चम्किने चाहिँ को अरे? ABC चम्किने चाहिँ यहाँ रातो टी सर्ट लाउने बहिनी हो। हिँड्नु चाहिँ कक्षा जस्तो हिँड्छ तर हम धीरे धीरे जाएंगे पर ABC पहुंच जाएंगे। अच्छा ठीक है। तपाईं चाहिँ अघि आइपुग्नु भयो? एक दिन सुतेर उठे भने त अघि नै हामी यहाँ हो लन्च हैन कति बजे? 11 बजे लन्च लाने अब हुन्छ नवरिस दाल भात पावर दाल रहेछ निङ्रो साग मुलाको अचार ल है यहाँ आउँदै तिमी यहाँ छ हामीरो वी आर हियर किमरोङ come here Kimrong we are here now. I think we are going like this to Chomrong then Sinua. Today we are going to stay यहाँ बस्छ हामी आज सिनुवा यहाँ छ नि त टाइमिङ कतिमा पुग्छ हेरौँ त 3 घण्टा 2 घण्टा आधी हिँडाइमा चाहिँ आफ्टर टेस्टी लन्च दाल भात पावर 24 आवर्स भनेर चाहिँ खाएर चाहिँ अब उकालो चाहिँ भुँडी बचाउने होला। कर्म दाइ तपाईँलाई हामीले भात खाएर 5 मिनट पनि बस्नु दिएन होइन? जस्तो भात खाए त्यस्तै हिँड भनेर त हिँडाइदिइहाल्यो नि। यता देखाएर आएछ छोमरुङ अरे मै गाइड गरिदिन्छ छोमरुङ ABC दाइ तपाईँ जानुहोस् अब चाहिँ लास्टै उकालो हो। ढुङ्गा चाहिँ हल्लिँदैछ त्यही कारण watch your steps. उकालो त खतरै रहेछ नि त भाइ। यहाँ त त्यति ट्रेकिङ चल्दैन के ए हो गोरे पानी पुग्दा उही मान्छे उही त सेलाकै हुन्छ। लु भाइ खाइदिउ तागत आउँछ। थाकेको बेलामा पाकेको केरा तर यो केरा होइन बदाम हो। पुरा थाक्यो लास्टै थाक्यो 5 मिनट मात्रै बस्न दिन्छ अरे अब फेरि। अपुई 2 घण्टा उकालो हेक्टेरिका साइली भन्नु पर्यो। म त हेक्टेरिका साइली भन्नु
गुराँसको फेद मुनि मेरो दिदी त टाउको पकडाएर बस्नु भयो त अब आउन बिस्तारी बिस्तारी हिँड्नु नकुदी हामी त्यो डाँडादेखि यो डाँडा आइपुग्यो पर्याङ चाहिँ जोड रहेछ बाँस चाहिँ आमामा गुराँस चाहिँ जोड फुलेको रहेछ सकिसकेको नि हौ गुराँस त नि अब सकिसकेको गुराँस त अब त एकदम रहेछ भाइ नानु त एकदम आँटिलो रहेछ आमामा कहाँ आइपुग्यो हामी यो जग्गा दुर्पिन डाँडा ओके आई गो एन्ड सिट विथ माई सिस्टर वी आर हेडिङ टु छोमरोङ नाउ वी स्टार्टेड एट 7 or 8 so what is the time now beautiful village I hope you can see the beautiful view of the village निमा दाइ अब कति बसाइ छ उकालो छ अब यो त भएन त यो चाहिँ कहाँबाट आएको जिनु अब यो चाहिँ तपाईँको पर्यो छोमरोङ दाइ के खान आँटेको ब्ल्याक टी हेर्नुहोस् त अब छोमरोङमा खच्चड यो कुन चाहिँ हो दाइ अन्नपूर्ण साउथ भनेको अहिले खुल्दैछ नि त हजुर यो बिजुली छ नि ठुलो देख्छ ठुलो देख्छ नि है खासमा चाहिँ धुम्म पर्यो नि आज बादलले छेकेछ नि भाइ जाम अब 4 बज्यो अब त्यो पारी पुग्नुपर्छ भन्छ 2 घन्टा 6 बज्ने रहेछ होइन दाइ होइन म बिस्तारै हिँड्ने रात पर्यो भने चाहिँ टर्च निकाल्नु पर्ने म त यहाँ गाडीको रहेछ पिज्जा त मिठो रहेछ नि मिठो रहेछ शालिग्राम सरी भोलि पर्सि आउँदा अहिले त किन भाडा भन्नु फेरि हो अन्तमा यस्तो सबै देखेको थियो होला युट्युबतिर त्यो बन खानु मन ए किनेर आऊ ल दाइ तपाईँको बहिनी त हराए है गयो कुनै के किन्ने अरे बन खान्छ अरे हजुर कहिले बन नखाएको जस्तै कुरा गर्छ ए यहाँ चाहिँ कफी हाउस रहेछ त जर्मन बेकरी के किन्यो बहिनी सिनेमन रोल इङ्ग्लिसबाट कि हाम्रो नेपालीबाट चाहिँ के भन्छ भन् त लु अब नेपालीबाट पाउडर
पाउरोटी खाने हो कसरी दाइ के अरे पाउरोटी हैन मानौ सानो देऊ त्यसो दिन्न म बहिनी त पिज्जाले नआएको छ दाइ भयो 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 यतैबाट हो प्लेस फर पर्मिट कति चेकपोस्ट सक्यो पास देखायो अब ओह्रालो छोमरोङ कहिलेदेखि देखिरहेको छोमरोङ सपना रोकिनु भयो त रोक्यो त बिचरा थाक्यो होला नि त नि बनाउँछ अब यतै आउला जस्तो गर्दैछ त दाइ यतै आउला जस्तो गर्दैछ त उकालो उकालो थाकेको नि उनीहरू कहाँ लगेको यो ग्यास सिलिन्डर खाली हो कहाँ लान्छ भन्नु साट्नु यतै हेर्दैछ कि डर लाग्दैछ यतै हेर्दा चाहिँ डर लाग्दैछ गर्नु त केही गर्दैन होला है हुन्छ कहाँदेखि भर्नुहुन्छ ग्यास चाहिँ पोखरा ग्यास आउँछ है झिनुसम्म होला नभए मन पर्यो के राम्रो है के 5 बजे त सो 6 त हाम्रो ठिकै हो रहेछ खासमा चाहिँ हाम्रो टार्गेट 4 बजे थियो 4 बजे त पुग्दैन भने मलाई अघि थाहा थियो 6 बजे पुरा तर मैले त 6 भनेकै थिएँ नि 6 बज्छ भनेको थिएँ हजुर हजुर मैले भनेको थिएन 6 भनेकै थिएँ हजुर किन हैन अत्तालेर गएर भएर खुट्टा सुट्टा दुख्यो भने अहिले हामी ठिकै छैन दाइ बिस्तारै बिस्तारै झन्डा गाड्नु पर्ने चाहिँ दाजु तर एउटा कुरा म भन्नु हामी यो ओह्रालो हिँड्दा चाहिँ बाटै मात्रै हेर्दैछ हो मैले एउटा हिमाल हेरेकै छुइनँ नि ध्यान पुगेकै छैन किन भन्नुहोस् त बाट हजुर आँखा तल छ डर लाग्दैछ नि भरे एबिसी जाऊ अरे यता एबिसी जाऊ अरे यता भनेको झिनु हट स्प्रिङ उता रे वेलकम टु छोमरोङ 2170 मिटर्स ओ क्यारेट रोपेको अरे यहाँ चाहिँ मान्छेले खेती चाहिँ एकदम राम्रो गर्दो रहेछ चामल दाजु यहाँ बेसी चामल हो कि गहुँ हो चामल हो नि चामल बेसी छ नि धान बेसी छ खेतबारीहरू पुरै रहेछ माउन्टेन पनि देख्नु खोज्दैछ
पोर्ट आउनु गाडी हो अनि हामी लन्च गएको कता जाने भने हिबेला भन्दैछ र अब हिबेला भनेको उसले त के बुझेर त नि उसले भन्दै त कालो हिबेला जुए अब बिस्तारै कर्मा दाइ भारी बोकेर आउँदैछ सस्पेन्सन ब्रिज आइपुग्यो दिस इज आवर सेकेन्ड सस्पेन्सन ब्रिज आज चाहिँ सस्पेन्सन ब्रिज एक्लै काटेको म त कुदेको कर्मा दाइ चाहिँ मैले फोटो खिचेको भिडियो बनाएको है ल अब चाहिँ हिँडेको है लास ऊ फोटो चाहियो अरे एकजनालाई चाहिँ म चाहिँ हिँडेको है आज त म आफै सस्पेन्सन ब्रिज क्रस गर्यो डर नलागिकन आहै ल अमै उयो आउनु त स्मृति नेमादेव पुगेर पनि आउनु भएको यहीँ त हो अरे यहीँ त हो आधी घन्टा अरे कस्तो फ्लप बनाउँछ यहीँ त हो आधी घन्टा अरे